हेलो वेलकम टु एनदर भ्लग। आज चाहिँ म फुटबल खेलेको भ्लग बनाउन लागिरहेको छु यहाँ गाउँमा। सङ्क्रान्ति स्पेसल भ्लग। सबजना केटाहरू गाउँमा हुनुहुन्छ, त्यही भएर माघे सङ्क्रान्ति विशेष सबैजना गाउँमा हुनुहुन्थ्यो, त्यही भएर चाहिँ फुटबलको टिमहरू खेलिरहेको छ। सुमन भाइ यस्तो भिडियो बनाइरहेको छु म, यार गोल हान न। टक्क हाम्रो स्कुल एरिया, स्कुल यो भयो माथि चाहिँ स्कुल हो हाम्रो यता माथि। अनि यहाँ चाहिँ सबैजना स्पेसल्ली सङ्क्रान्ति बवाल म्याच भइरहेको चाहिँ बवाल केटा हो। दुवै टिम उस्तै छन्, प्रतिस्पर्धात्मक खेल चलिरहेको छ। यस्तो भ्लग बनाइदिउँ भनेर भ्लग बनाइरहेको छु। सबैजना नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु यदि भिडियो मन परेमा। दुईजना रेफ्री हुनुहुन्छ यहाँ कुनापट्टि, एकजना छेउपट्टि चाहिएको रेफ्री। कहाँ, म त यहाँ भिडियो बनाइरहेको छु। हाम्रो मोटे दाजु है, मोटे दाजु रेफ्री। भन्न त मिलेन नि फेरि। केही भन्नु छ? ओहो लास्ट आउट भने आउट भइहाल्यो। लाइनमै थियो, लाइनमै थियो। यो मान्छे खतरा हो, यो मान्छेले गोल हान्छ, यो मान्छेले गोल हान्छ। राम्रो पाखामा हानु सफल। म त यार एकजना उयो नि चाहियो क्या, भोलिन्टियर हैन क्या, भोलिन्टियर कमेन्ट्री। उत्कृष्ट शट, उत्कृष्ट तर पोस्ट बाहिर। Slowly.
Nice save यार, nice save. Nice shot. काट्यो धेरै नै. हान्यो हान्यो बबल हानेन तर सभा सेप त खतरा हाने थियो प्रेस जारी छ यतिकै यता किपर लडे ल अब लास्ट पोस्ट आउट अब यता आउट हुनु भनेको फेरि अब यता हो उनीहरू अब यता उनीहरूले यतै लास्ट पोस्ट आउट अरे आफैले हाने नि ल हेर के यो गोल हुने गरी हो नि तपाईँले हेरेन 5 मिनेट
ओहो नाइस यार कत्रो निक्ल्यो तर प्रयास सफल भएन कुना काट्यो नि फर्स्ट म्याच समाप्त भएको छ आज हाम्रो स्कुल भर्सेस बाहिर गेम थियो हामी चाहिँ बाहिरबाट बाहिरको गेम जितेर चाहिँ अब घर फर्किँदै छौँ ल मजा भयो है त बाइ बाइ 5000 को म्याच चाहिँ हामी जितेर अब आज हामी चटपटे खान जानला हो हाम्रो यहाँ बेस्ट किपर हो है घोरथलीको फेरि खतरनाक किपर म चटपटे भन्दै गर्छु आवर केटा आउन सबै जेन्जी युवाहरूलाई टेबलमा आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु प्रमुख खत्री प्रमुख अतिथिलाई आसन ग्रहण गर्न सुरु धन्यवाद मेरो भाषणै नसकिकन यहाँ भन्नु नि स्प्राइट पार्टी भइरहेछ है स्प्राइट पार्टी फुटबल गेम जितेको उपलक्ष्य गोल हान्ने मान्छेलाई खोइ मैले हाने हैन है पहिलो गेममा बोतल चाहिँ हालेर आजको हाम्रो 2082 साल 10 महिना 1 गतेका दिन चाहिँ हाम्रो यसै गोठली निवास आदरणीय हजुरबा कृष्णबहादुर खत्रीजीलाई चाहिँ हाम्रो गोठली जेन्जी समूहको अध्यक्षमा घोषणा गरिएकोमा हार्दिक बधाई सहित चटपटे पनि आएको छ ल चटपटे आयो गाइस चटपटे चिसो खोइ चिसो 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 चाहिँ आइहाल ढिलो पनि पर्छ है सकियो होला मासु खोइ मासु खोइ चाहियो पोले खान दादा कम्ती अझै पुग्दैन त के हो हातमा राख्ने हैन यहाँ भाइमा राख्ने यहाँ पुग्यो चम्ची यो त छान्दै बदम खै बदम ओ चम्ची यहाँ ल्याउनु एउटा राम्रो जात्रा खाइछ यो त पाउँछ एउटा तानी मासु एउटा स्प्राइटको धेरै सहयोग गर्नु भएको छ उहाँलाई फेरि पनि धन्यवाद स्वागत उहाँले दिनुभएको यो कोसेली 100 रुपियाँ चिसोलाई म यहाँ खोल्न चाहन्छु यसको लागि मलाई सबैले ताली बजाएर अनुरोध गर्दछु ल पहिलोचोटि म खान चाहन्छु पहिलोचोटि उहाँलाई नै म हालेर यो चाहिँ उयो के अरे उद्घाटन गर्दछु दोस्रोचोटि किन